कुनै पनि पर्चेस बिल सिस्टममा एन्ट्री गर्नको लागि हामीलाई भेन्डरको आवश्यक पर्छ। हामीले अकाउन्ट्स एन्ड लेजरमा रहेको भेन्डर्सभित्र गएर हामीले नयाँ भेन्डरहरू क्रिएट गर्छौँ। भेन्डर भनेको जसबाट चाहिँ हामीले सामान पर्चेस गर्छौँ। भेन्डरको नाम, उसको प्यान नम्बर र अरू डिटेल्सहरू राखेर हामीले एउटा भेन्डरको लेजर बनाउन सक्छौँ। भेन्डरको लेजर बनाइसके पछाडि हामीले त्यस भेन्डरलाई लिस्टमा देख्छौँ। त्यस्तै हामीले कस्टमरहरू पनि सिस्टममा क्रिएट गर्न सक्छौँ। कस्टमर भनेको चाहिँ हामीले सेल्सलाई क्रेडिटमा बेच्नु पर्यो भने अथवा क्रेडिटमा सेटल गर्नु पर्यो भने हामीले कस्टमरको इन्फर्मेसनहरू क्रिएट गर्न सक्छौँ। कस्टमर र भेन्डर बनाइसके पछाडि हामीले चाहिँ सिस्टममा पर्चेस बिलहरू एन्ट्री गर्न सक्छौँ। त्यसको लागि पर्चेस एन्ड रिसिप्ट्सभित्र पर्चेस अर्डरमा गएर हामीले विभिन्न डिटेल्सहरू जस्तै भेन्डरको इन्फर्मेसन, भेन्डरको इन्भोइस नम्बर जुन भेन्डरले पठाएको बिलमा रहेको हुन्छ, त्यस्तै डेटको डिटेल्स, त्यस पछाडि भेन्डरले पठाएको बिलमा रहेको सामानहरूको एन्ट्री, हामीले जुन सामान पर्चेजमा गएर प्रोडक्टमा गएर बनाएको हुन्छौँ त्यसलाई बिलमा आए अनुसार क्वान्टिटी, रेट र अरू डिटेल्सहरू राखेर एउटाभन्दा बेसी सामान आएको छ भने हामीले एड मोरमा गयौँ भने अर्को लाइन एड हुन्छ। त्यसै गरी आइटम सेलेक्ट गर्दै क्वान्टिटी र रेट राख्दै गयौँ भने हामीले बिलको टोटल चाहिँ पर्चेस बिलको अन्तिममा देख्न सक्छौँ। हैन, यसै गरी बिलको अमाउन्ट म्याच भएन भने हामीले फेरि रिचेक गर्ने, हामीलाई पर्चेस बिल अपलोड गर्नु छ भने अपलोड गर्ने र पर्चेस अर्डरलाई सेभ गरिदिने। पर्चेस अर्डर सेभ मात्रै गर्नाले त्यो आइटमहरूको चाहिँ स्टकमा कुनै पनि इफेक्ट आउँदैन। एउटा पर्चेस अर्डरलाई क्रिएट गरिसके पछाडि त्यो पर्चेस अर्डरको इन्फर्मेसन करेक्ट छ कि छैन भनेर हामीले फेरि एकचोटि रिचेक गरेर फाइनल्ली त्यसलाई क्लोज गरिदिनु पर्ने हुन्छ। एकचोटि पर्चेस अर्डर क्लोज भइसके पछाडि त्यो पर्चेस अर्डरलाई हामीले एडिट अथवा मोडिफाई गर्न सक्दैनौँ। र पर्चेस अर्डर क्लोज गरिसके पछाडि हामीले त्यस अर्डरमा रहेको आइटमको इन्भेन्ट्री बढेको देख्न पाउँछौँ। जस्तै चिकन मिटको 10 केजी छ, त्यसै गरी कोइनर बासमती 2 बोरा स्टक हामीले पर्चेस गरेको थियौँ, त्यो त्यहाँ देखायो। यसै गरी पर्चेस गरेको भेन्डरको लेजरहरू अथवा उसँग भएको ट्रान्जेक्सनहरू हेर्नु परेमा पुनः भेन्डरको लेजरको लिस्टमै गएर पनि हामीले भेन्डरको इन्डिभिजुअल ब्यालेन्स कति रहेछ भनेर हेर्न सक्छौँ। जस्तै नेपाल ट्रेड लिङ्कको मैले लेजर ओपन गर्दैछु र यसमा मैले अगाडिको डेटबाट उसको ट्रान्जेक्सन हेर्न खोज्दा उसको 9,200 रुपियाँ क्रेडिट देखियो र मैले त्यो डकुमेन्टमा क्लिक गर्दा उसको बिलको डिटेल्स पनि खुल्यो। अब यस भेन्डरलाई हामीले पैसा तिर्नु पर्यो अथवा पेमेन्ट एन्ट्री गर्नु पर्यो भने ट्रान्जेक्सन एन्ट्रीमा रहेको सिस्टमबाट हामीले एउटा एड गर्छौँ। भाउचर टाइपमा पेमेन्ट भाउचर राख्छौँ। आजकै डेटलाई सिलेक्ट गर्छौँ। त्यस पछाडि ब्याङ्कलाई हामीले एनआइसिआइसिआई ब्याङ्क छानेर रिमार्क्समा हामी पेमेन्ट टु भेन्डर भनेर राख्छौँ। त्यस पछाडि लेजर टाइपमा तल गएर कुन भेन्डरलाई पेमेन्ट गर्दैछौँ त्यस भेन्डर सेलेक्ट गरेर हामीले उसलाई चेकबाट पेमेन्ट भएको अमाउन्ट राखेर उसलाई चेक नम्बर अथवा चेकको न्यारेसन हामीले त्यो रिमार्क्स राखेर अमाउन्ट भेरिफाई गरिसके पछाडि त्यसलाई सेभ गरिदिन्छौँ। यदि सेभ गरिसके पछाडि एउटा ड्राफ्ट बन्छ। ड्राफ्ट बनिसके पछाडि इन्ड अफ द डेमा सबै कुरा भेरिफाई गरिसके पछाडि त्यसलाई हामीले अपडेट एन्ड क्लोज गरिदिन्छौँ।
अपडेट एन्ड क्लोज भइसके पछाडि हामीले भेन्डरको लेजरमा गएर हेऱ्यौँ भने हामीले अलि भर्खर गरेको पेमेन्ट भाउचर चाहिँ उसको लेजरमा रिफ्लेक्ट हुन्छ। अब हामीले उसँग 9200 को सामान किनेको थियौँ र पेमेन्ट गऱ्यौँ भने अब हामीसँग उसलाई दिनलाई 3700 मात्रै रुपियाँ बाँकी रहेको छ र उसको हामीले पेमेन्ट भाउचरको पनि यहीँबाट प्रिभ्यू हेर्न सक्छौँ।